यदि कोही मान्छे मृत्युपछि पनि भ्रष्टाचारी ठहरिन्छ भने उसलाई च्यानबाट ल्याएर भए पनि कारबाही गर्नुपर्छ भन्ने नियम बनाएर जानुपर्छ। भने च्यानबाट कसैलाई उठाएर ल्याउने ठाउँ त नभेटिएला, तर उसका छोरा होलान्, उसका श्रीमती होलान्, त्यो भ्रष्टाचारको सम्पत्तिबाट चयन गरेर बसेका होलान्, तिनीहरूबाट पनि थुतेर ल्याएर चाहिँ हामीले असुली गर्नुपर्छ भन्ने खोजेको। भ्रष्टाचार जसले गरेको जहिले गरेको भए पनि त्यो दण्डित हुनुपर्छ। भ्रष्टाचार जसले गरेको भए पनि जहिले गरेको भए पनि त्यो दण्डित हुने व्यवस्था हुनुपर्छ। देश चलाएर बसेको छु भन्नेहरू सुध्रिने कुनै लक्षण छैन मात्र होइन, उनीहरूले लोकतन्त्र गणतन्त्रको नाममा देशमा लुटतन्त्र मचाएर बसिराखेका छन्। केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड यी मानिसहरूलाई कति वर्ष जिम्मा दियो भने चाहिँ देश बन्छ होला? यिनीहरूलाई 1 वर्ष 2 वर्ष होइन, बाँचुन्जेल सत्तामा बस्ने हामीले चाहिँ जिम्मेवारी दियौँ, सत्ता चलाउने जिम्मेवारी दियौँ भने पनि यो देश बन्ने होला छ? तपाईलाई देश बर्बाद गर्ने छुट छैन। यहाँ एमालेकै कोही साथीले मेरो कुरा सुन्दै हुनुहुन्छ भने पनि एमालेकै साथीले भन्न सक्नुहुन्छ केपी ओली तपाईले भोट दिएर भएको प्रधानमन्त्री हो। नेपाल हिन्दू राष्ट्र हुनुपर्छ। हिन्दू राष्ट्रभित्रै सबै धर्महरूको संरक्षण हुन्छ, सम्मान हुन्छ। कृषकको नाममा, कृषिको नाममा यो गणतन्त्रवादीहरूले लुटतन्त्र मचाए, लुटपाट मचाए। तपाईले सुन्नु भएको छ गएको 5 वर्षमा केन्द्र सरकारले, प्रदेश सरकार र स्थानीय तहको त अलगै छ, केन्द्र सरकारले मात्र 1 खरब 7 अरब कृषि अनुदान वितरण गरेको छ। जब यो कांग्रेस एमाले माओवादीहरूको हातमा देश पर्यो, देशका उद्योग धन्दाहरू समाप्त भए, हामीले युवा बेचेर मात्रै घर जीविका चलाउनु पर्ने अवस्था भयो र दक्षिणपट्टि नेतृत्व पनि परिवर्तन भयो। दक्षिणका 1 अरब हिन्दूहरूलाई एकचोटि मुक्तिनाथ, पशुपतिनाथ, देवघाट र जानकी मन्दिरको दर्शन नगरिकन जीवन पूर्ण हुँदैन भन्ने कुरा हामीले बुझाउन सक्यौं भने यसरी नवलपरासी भैरवा हुँदै लहरै त्यो सिमानातिर राजाको पालामा दर्जनौं उद्योगहरू किन खोलियो होला? ब्यूटी प्रोडक्ट्समा लाखौं खर्च गरेर पनि सोचे जस्तो रिजल्ट पाइराख्नु भएको छैन? मल्टिन्युट्रिसन पे तपाईका लागि नेपालमै पहिलो पटक ल्याब टेस्टेड युरोपियन स्किन केयर प्रोडक्ट्सहरू ल्याएको छ, which provides 100% guaranteed result. Order your skin care products now. यहाँ एमालेकै कोही साथीले मेरो कुरा सुन्दै हुनुहुन्छ भने पनि एमालेकै साथीले भन्न सक्नुहुन्छ केपी ओली तपाईले भोट दिएर भएको प्रधानमन्त्री हो? होइन। अहिलेको निर्वाचन प्रणाली कस्तो छ भने एउटा सानो निर्वाचन क्षेत्रबाट जितेर गएको मान्छे देशको प्रधानमन्त्री हुने व्यवस्था छ, जसले गर्दाखेरि प्रधानमन्त्रीले देशको चिन्ता होइन एउटा सानो निर्वाचन क्षेत्रको चिन्ता लिन्छ। केपी ओलीले अलिकति मौका पाए आफ्नै क्षेत्रमा टावर बनाउने, विदेश जाँदा माग्नु पर्यो भने पनि आफ्नै क्षेत्रको लागि रङ्गशाला माग्ने। अस्ति भर्खर चीन जानु भएको थियो। देशको प्रधानमन्त्रीले त देशको पीर लिएर, देशको माग लिएर जानु पर्यो नि, तर उहाँले चीनसँग के माग्नुभयो? झापा 5 मा एउटा रङ्गशाला बनाइदिनु पर्यो भनेर चीनसँग माग्नु। कर्णालीको जनता, मधेसको जनता मरोस् कि बाँचोस्, त्योसँग केही मतलब छैन। झापा 5 को जनता खुसी भए पुग्यो, अर्कोचोटि त्यहाँबाट जित्न पाए पुग्यो। मधेसबाट जितेर जाने, कर्णालीबाट जितेर जानेहरू जसरी जितेर जाउन्, जितेर जानेलाई मिलाउन पाए भइहाल्यो माथि। जनता किन मिलाउनु पर्यो? जनता किन खुसी पार्नु पर्यो? अहिलेको व्यवस्था त्यस्तो छ। त्यसकारणले हामीले भनेको छौं देश पुरै एउटा निर्वाचन क्षेत्र जस्तो हुनु पर्यो र देशभरिको जनताले आफ्नो प्रधानमन्त्रीलाई भोट हाल्ने व्यवस्था हुनु पर्यो। जनताले आफ्नो प्रधानमन्त्री चुन्न पाउने व्यवस्था भइसकेपछि, देशै एउटा निर्वाचन क्षेत्र भइसकेपछि ककललाई किन्ने भन्ने कुरा पनि हराउँछ। भोट किनेर जित्ने भन्ने कुरा पनि अलिकति सम्भावना कम भएर जान्छ। नत्र भए त अहिले एउटा सानो क्षेत्रमा
जे गर्नुपर्ने त्यही गरिराखेका छन्। तपाईँहरूलाई थाहा छ, चुनाव आएपछि खसी बोका सकिन्छन्, बोइलरको कुखुरा रित्तिन्छ, राँगाहरू सिद्धिन्छन्, सुँगुरको खोरहरू रित्तिन्छ। त त्यो चिजको अन्त्य हुनको लागि पनि देश एउटा सिङ्गै निर्वाचन क्षेत्र बनाउनु पर्छ र प्रधानमन्त्रीलाई कर्णालीको जनता देखे पनि, कचन कवलको जनता देखे पनि, जनकपुरको जनता देखे पनि मेरो जनता हो भन्ने व्यवस्था हामीले निर्माण गर्नुपर्छ। पहिले त झापा 5 को कुनै व्यक्ति र झापा 4 को कुनै व्यक्तिले सँगै चिट पठायो भने पनि 4 कोले भेट्न पाउँदैन, 5 कोले पहिले भेट्न पाउँछ। त्यसकारण निर्वाचनमा आमूल परिवर्तन गर्नुपर्छ र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ। पूर्ण समानुपातिक संसद हुने, सांसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ। सांसदले मन्त्री नै हुन नपाउने भएपछि सांसदले ऐन कानुन मात्रै बनाउने जिम्मेवारी लिनुपर्ने भएपछि अनि सांसदले नेतालाई पैसा खुवाएर टिकट किन्न कोही हिँड्छ? सांसद हुन कसैले सुँगुर बाख्रा खुवाउँदै हिँड्छ? गोजिया पैसा हाल्दै हिँड्छ? जब भोट किन्नु पर्दैन, जब नेता किन्नु पर्दैन, योग्यता क्षमताको आधारमा मान्छे सांसद हुन पाउँछ र ऐन कानुन बनाउने काममा बस्नुपर्छ, मन्त्री हुन पाइँदैन भनेपछि बल्ल भ्रष्टाचारको अन्त्यको एउटा सिलसिला सुरु हुन्छ। नत्र भए अहिले जनता किनेर भोट जितेर जानुपर्ने, फेरि नेतालाई पैसा बुझाएर मन्त्री हुनुपर्ने, अनि मन्त्री भएपछि अस्ति खर्च गरेको उठाउनु पनि पर्यो, अरू 5 वर्षपछि खर्च गर्ने पनि जुटाउनु पर्यो। अनि भ्रष्टाचार नभएर के हुन्छ? अहिले भइराखेको त्यही छ। त्यसकारण देश पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु पर्यो, अथवा संसद पूर्ण समानुपातिक हुनु पर्यो, त सांसदले मन्त्री हुन नपाउने व्यवस्था हुनु पर्यो भनेर हामीले प्रस्ताव गरेका छौँ। अब देश त्यही बाटोमा जानुपर्छ। प्रदेश खारेज हुनु पर्यो। नेपाल जस्तो सानो देश जहाँ जनप्रतिनिधिको संख्या 36,000 भन्दा बेसी छ, वडा सदस्यदेखि लिएर राष्ट्रपति उपराष्ट्रपतिसम्म मात्र होइन, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष सम्मलाई राज्यले आजीवन तलब भत्ता खुवाएर पाल्नुपर्ने अवस्था छ। तपाईँहरूलाई थाहा छ कि छैन, ऋण कुन दरले बढ्यो भन्ने कुरा अघि मैले भनिसकेँ। कर पनि यो गएको 10 वर्षमा यति बढेको छ, त्यो कर तिर्नेहरूलाई थाहा छ। जसले कर तिर्न परिराखेको छ उनीहरूलाई थाहा छ कि हाम्रो जीवनकै र नेपालको इतिहासकै सबभन्दा महँगो कर अहिले हामीले तिरिराखेका छौँ। अहिले हामी हाम्रो छरछिमेकमा सबैभन्दा धेरै महँगो कर उठाउने देशमध्ये पर्छ। यति महँगो कर तिरेर, विदेशीसँग यति धेरै ऋण लिएर अहिले वडा सदस्यदेखि लिएर यो पूर्व पदाधिकारीसम्मलाई हामीले जुन तलब भत्ता खुवाइराख्नुपर्ने परिस्थिति छ, यो रहिराखेसम्म देशको अर्थतन्त्र कुनै पनि हालतले लिकमा आउँदै आउँदैन। त्यसकारण यो जनप्रतिनिधिहरूको सङ्ख्यामा व्यापक कटौती गर्नुपर्छ। त्यो क्रममा सबभन्दा पहिले प्रदेश तह खारेज हुनुपर्छ। केन्द्रमा पनि त्यो राष्ट्रिय सभाको औचित्यमाथि पनि अहिले अब प्रश्न उठ्न थालिसकेको छ। त्यसको पनि खास काम देखिन छोडेको छ। सैद्धान्तिक रूपमा त्यसको महत्त्व थियो, अन्तर्राष्ट्रिय प्रचलन अनुसार त्यसको महत्त्व थियो, तर नेपालमा अहिले त्यसको प्रयोग र कार्यान्वयनलाई हेर्दाखेरि त्यो पार्टीमा रिसाएका, चुनाव हारेकालाई थन्काउने ठाउँको रूपमा त्यसलाई प्रयोग गरियो। त्यसकारण अब त्यसको औचित्य समाप्त भइसकेको छ। त्यसकारण त्यो पनि चाहिँदैन। जिल्ला समन्वय समिति किन चाहियो? स्थानीय तहमै पनि यति धेरै जनप्रतिनिधिहरूको सङ्ख्या किन चाहियो? स्थानीय तहहरूको सङ्ख्या पनि घटाउनु पर्यो, जनप्रतिनिधिहरूको सङ्ख्या पनि घटाउनु पर्यो, स्थानीय तहलाई शक्तिशाली बनाउनु पर्यो। प्रदेश हुँदै घुमेर आउने पैसा सिधै स्थानीय तहमा पठाउनु पर्यो। तर स्थानीय तहमा अहिले जुन प्रकारको लुटमार चलिराखेको छ
त्यसलाई अनुगमन गर्ने व्यवस्था पनि बलियो बनाउनु पर्यो। त्यसकारण केन्द्र होस्, बलियो स्थानीय तह होस्। अब काठमाडौँले केन्द्रले झापालाई पठाउने पैसा, अथवा म हल्दीबारी भन्ने गाउँपालिकाको मानिस हुँ, त्यो हल्दीबारी गाउँपालिकालाई पठाउने पैसा विराटनगर पठाएर अनि विराटनगरले फेरि जिल्लाको एउटा अड्डालाई पठाएर घुम्दै किन आइराख्नु पर्यो? सिधै पालिकामा जाने व्यवस्था र पालिकाले कार्यान्वयन गर्न पाउने व्यवस्था निर्माण गर्नु पर्यो। र त्यसकारणले केन्द्र होस्, बलियो स्थानीय तह होस्, प्रदेश खारेज होस् भन्ने। कति मानिसहरूले मलाई भन्छन्, ए मधेसमा गएर त सङ्घीयता अथवा प्रदेशको विरोध गर्नु हुँदैन है भनेर भन्छ। सुरुमा मधेसलाई पनि लाग्यो होला यो सङ्घीयता भन्ने चिज त हाम्रो सबै बिमारको औषधि हो, यसले शिलाजितले जस्तै काम गर्छ भन्ने ठानेको थियो होला। मधेसलाई भ्रम थियो पनि होला। तपाईहरुले चोक बजारमा देख्नुहुन्छ नि, त्यो सिटी बजाएर औषधि बेच्ने मान्छे भेटिन्छ नि। पहिले धेरै भेटिन्थ्यो, अहिले चाहिँ कम भेटिन्छ। त्यो मान्छेले एउटै चिज, पेट दुख्यो भन्नेलाई पनि त्यही दिन्छ, टाउको दुख्यो भन्नेलाई पनि त्यही दिन्छ, गोडा दुख्यो भन्नेलाई पनि त्यही दिन्छ कि मानव उसँग भएको औषधि यस्तो चिज हो सबै बिमारको लागि हुन्छ। सङ्घीयता त्यसरी नै प्रचार गरियो र सबभन्दा मधेसको लागि सङ्घीयता प्रचार गरियो। सङ्घीयताका लागि मधेसका 117 जना नौजवानहरूले शहादत प्राप्त गरे। तर आज देशमा सङ्घीयता प्रारम्भ भएको यति वर्षभित्र मधेसले के पायो? कोही मधेसी जनता भन्नुहुन्छ के मधेसले के पायो? छुट्टै कुरा। हिजो के पाएको थिएन, अहिले छुट्टै के पाउनु भयो? छ त्यस्तो केही? कसैले हात उठाएर भन्नुहुन्छ? हो, हामीले यो चिज पनि हेर्यौं। सङ्घीयता सबै बिमारको औषधि होइन रहेछ मात्रै होइन, यो देशको अर्थतन्त्रलाई कमजोर पार्ने, देशलाई आर्थिक रूपमा पनि टाट पल्टाउने एउटा अस्त्र रहेछ। तपाईँ हामी सदियौंदेखि मिलेर बसेका मानिसहरूलाई छुटाउने र हामी बीचमा विवाद ल्याउने र विभाजन ल्याउने एउटा अस्त्र रहेछ। बरु त्यो कुरा प्रमाणित भयो। यही सङ्घीयताको नाममा हामीले हाम्रै दाजुभाइलाई विभेद गरेनौँ। यही हामी रङको नाममा विभाजित भयौँ कि भएनौँ? यही रङवाला मान्छे हो जसले गर्दाखेरि हामी यहाँ पछाडि पर्यौँ, यसलाई खेदौँ भनेर हामीले खेद्यौँ होइन? तर अहिले के पायौँ? यो सङ्घीयता भन्ने त केही दर्जन मान्छेहरूको लागि रहेछ। मधेसको नाममा भएको आन्दोलनमा 117 जना नौजवानहरूले शहादत प्राप्त गरिसकेपछि भनेको 2065 सालदेखि अहिलेसम्म 5 दर्जनभन्दा बेसी मानिसहरू मधेसको नाममा मन्त्री भएका छन्। एउटा मान्छे 6 चोटिसम्म मन्त्री हुने मौका प्राप्त गरे। प्रधानमन्त्री बाहेक उप प्रधानमन्त्री र सबै मन्त्रालयको नेतृत्व गर्ने मौका मधेसले प्राप्त गर्यो। तर यत्रो मौका पाउँदाखेरि मधेसमा एउटा राम्रो अस्पताल किन खुलेन? मधेसमा एउटा नमुना लायक शिक्षालय किन खुलेन? मधेसमा 1000 मान्छेले काम गर्ने नयाँ उद्योग किन खुलेन? बरु अब म यहाँ मधेसमा आएर हाम्रो कुरा काटेर गयो अरे भन्ने होला भनेर म यहाँ अड्किराखेको छु। साथीभाइ भेटघाट हुन्छ होइन, किन गाली गर्नुभएको भन्दा। तर केही मानिसले काठमाडौँमा घर बनाउन पायो होला, केही मानिसको आर्थिक समृद्धि भयो होला मधेसको नाममा। तर मधेस जहाँको तही छ मात्र होइन, मधेस थप बर्बाद भएको छ। आज मानव विकास सूचाङ्कमा कर्णालीभन्दा तल किन हुनु पर्यो? मधेसका जिल्लाहरू कर्णालीका जिल्लाहरूभन्दा तल किन हुनु पर्यो? र किन मानव विकास सूचाङ्कमा सुधार हुन सकेन? अहिले पनि मधेसका विद्यालयहरूमा विद्यार्थीहरूले स्कुल जाँदाखेरि आफू बस्नको लागि बोरा बोकेर जानुपर्ने स्थिति किन रह्यो? तपाईँहरू
सब साँची हुनुहुन्छ। त्यसकारण म भन्छु यो सङ्घीयता जसरी वरदान ठानिएको थियो त्यो अभिशाप भएर आएको छ। त्यसकारण यो खारेज हुनुपर्छ। त्यसै गरेर नेपालको एकता र पहिचानको रूपमा रहेको हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्छ। हिन्दू राष्ट्र हुँदाखेरि कसैले दुखी हुनुपर्ने, कसैले चिन्तित हुनुपर्ने कुरा छैन। यो कुनै जात विशेषले मान्ने धर्मको कुरा मात्र होइन। यो हिन्दू राष्ट्र, हिन्दुत्व भन्ने कुरा नेपालको एकता र पहिचानसँग सम्बन्धित विषय हो। कुनै जात विशेषले मान्ने धर्मको मात्रै कुरा भएको भए म लिम्बूको छोरा किराँत धर्म मान्ने मान्छे, मेरो धर्मको महलमा किराँत धर्म लेख्छु, म किन हिन्दू धर्मको कुरा गरेर हिन्दू राष्ट्रको कुरा गरेर हिँडेको छु। इनमाया भण्डारी भरतपुर 12 मेरो ढाड दुखेर हल्न चल्न भएको थियो। वैदिक दबाई खाएपछि एकदम ढाड निको भयो। अहिले दुखेको अनुभवै हुँदैन। एडमिसन ओपन जुम ब्युटी एकाडेमी, नेपालकै नम्बर 1 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी। सबै खबर सबैका लागि।